आउनुहोस् दर्शकबिन, आज हामी कुरा गर्दैछौँ देउरानी भाग 165 को समीक्षा। अहिलेसम्म आइपुग्दा देउरानी सिरियल निकै रोचक र निकै पीडादायक मोडमा पुगेको छ। दियाले बच्चा जन्माइसकेकी, तर छोरी जन्माएको कारणले सासूद्वारा अपहेलित र तिरस्कार पाइरहेकी छिन्। एपिसोड सुरु हुन्छ जब दियाको बच्चा हराउँछ। त्यसपछि घरमा कोलाहलको वातावरण सुरु हुन्छ, वाहवासी हुन्छ। दियाको छटपटा कारुणिक दृश्य सबैको मन छोएको हुन्छ। त्यसपछि राम आइपुग्छ। राम आउँछ, माधे आउँछ। सबैजना त्यहाँ जम्मा भइसकेपछि दियाले सबैलाई आरोप लगाउँछ, तिमीहरूलाई कुनै पनि चिन्ता छैन मेरो बच्चाको, कुनै पनि माया छैन तिमीहरूलाई भनेर सबैलाई हप्काउँछ। सबैजना निराश बन्छन्। कहाँ गयो त बच्चा? सबैको मुटु ढुकढुक हुन्छ, एकदम तनावमा हुन्छ सबैजना। दिया रुवावासी गरेर सबैलाई सराप्न थाल्छ। अब शङ्का उत्पन्न हुन थाल्छ, कसले लग्यो त बच्चा? कहाँ गयो त भन्ने कुराहरू धेरै नै खोज तलास गरिसकेपछि तर अन्तिममा बच्चा चाहिँ देउरानीले लगेकी हुन्छ। त्यहाँ पुगिसकेपछि दिया एकदम आत्तिएर बच्चालाई समात्छ र राधेले देउरानीलाई गाली गर्छ, किन तैँले बच्चा ल्याइस्, अर्काको बच्चा, सोध्दै नसोधिकन भनिसकेपछि देउरानीले भन्छ कि यसको आमा म पनि त हो नि, दिदीले भन्नुभएको थियो, दिदी बाहिर जानुभएको थियो अनि त्यही भएर मैले चाहिँ ल्याएर यहाँ राखेकी हो, के गल्ती गरेर भनिसकेपछि दियाले केही भन्दिन। त्यत्तिकैमा अर्को सिन सुरुवात हुन्छ। यता माधेलाई आमाले गरेको अपमान, तँ एउटा हाली त होस्, तँ एउटा भतुवा त होस् भनिसकेपछि माधे एकदम छटपटा हुन्छ। माधेलाई के गरौँ भइरहेको हुन्छ। म यो घर छोडेर जाउँ कि भन्ने कुरा हुन्छ। तर पनि फेरि अर्को कुरा, दिदीलाई घरले गर्ने हेला अपमान, सासूले गरेको अपमान, त्यो देखेर उसको मन कटक्क खान्छ र घर छोडेर जान सक्दैन र दिदीकै घरमा बस्ने निर्णय गर्छ। यता भने आमाले सबै गाउँलेहरूलाई माधेको बारेमा भन्छ, त्यो एउटा भतुवा हो, त्यो एउटा पातकी हो, त्यो किन आएको हो, भतुवा हो भनेर पुरै गाली गरिसकेपछि एकदम त्यो कुरा माधेले सुन्छ फेरि, अनि माधेको मन एकदम गाह्रो हुन्छ। त्यत्तिकैमा राधे र राम बाटोमा हिँडिरहेका हुन्छन्। त्यत्तिकैमा बनगाइलासँग भेट हुन्छ र रामले बनगाइलालाई भन्छ, ओए बनगाइला, तैँले एउटा छाप्रो बनाइदिएन उता माथि बारीको पाटोमा, त्यहाँ केही मेरो एउटा इम्पोर्टेन्ट काम छ, छाप्रो बनाइदिएन, यसो गाउँतिर खोताला खोज्न भनिसकेपछि राधे सक हुन्छ। राधे सक भइसकेपछि त्यहाँबाट छुटेर अलि पर गइसकेपछि राधेले रामलाई सोध्छ, दाइ गोठमा अझ पनि 3-4वटा जनावरहरू त अड्छन्, तर तपाईँले किन फेरि गोठ बनाउने निर्णय गर्नुभयो दाइ भनेर सोधिसकेपछि रामले भन्छ, जब जिम्मेवारी आइपुग्छ त्यसपछि थाहा हुन्छ भाइ भनेर सकेपछि त्यहाँबाट त्यो पनि सिन समाप्त हुन्छ। त्यसपछि आमा पुरै भाँडा माझेर बसिरहेकी हुन्छ, पुरा यतापट्टि कान्छी बढारिरहेकी हुन्छ। त्यत्तिकैमा दियाले देख्छ, बुढी आमाले भाँडा माझेको देखिसकेपछि नजिक गएर, आमा तपाईँले किन भाँडा माझ्नु भएको, हामी माझिहाल्छौँ नि भनेर भनिसकेपछि आमा जुरुक्क उठेर, म नोकर त हो नि यो घरको, मालिकहरूको भाँडा माझ्नु पर्दैन मैले भनेर पुरा वचन लाउँछ। त्यो वचन सुन्न नसकेर दिया रुवावासी गर्छ। त्यो दियाले भन्छ, मैले तपाईँलाई त्यस्तो केही त भनेको छैन नि आमा, किन मसँग रिसाउनुहुन्छ भनिसकेपछि त्यहाँबाट आमा रिसाएर गाली गरेर मुरुमुरेर त्यहाँबाट निस्केर गाउँ जान्छ।
त्यत्तिकैमा अन्तिम सिनमा राम र राधे रक्सी खाएर घरमा आइपुगेका हुन्छन्। अनि आमाले एउटा षड्यन्त्र रचे के हुन्छ कि महादेवले मलाई पिट्यो, महादेवले पिट्यो भनेर एउटा षड्यन्त्र रचे। किनभने महादेवलाई आमाले भतुवा भनेकी हुन्छे, पातकी भनेकी हुन्छे। त्यही कारणले आमाले त्यो भतुवालाई, त्यो पातकीलाई घरबाट निकाल्न चाहन्थिन्। त्यसै कारणले एउटा षड्यन्त्र गरेर बसेकी हुन्छे। त्यतिकैमा राम र राधे आइपुग्छन्। त्यसपछि त्यहाँ भलाकुसारी हुन्छ। भलाकुसारी भइसकेपछि आमाले रामलाई यही दिन देख्नु रहेछ मैले भनेर भनिसकेपछि रुन थाल्छ। के हो भनेर त्यहाँ केरकार भइसकेपछि महादेवले मलाई पिट्यो भनेर भनिसकेपछि राम महादेवबाट जान्छ र महादेवलाई 3 चड्कन हान्छ। 3 चड्कन हानिसकेपछि महादेव किन हान्यो होला भनेर भनिसकेपछि आजको एपिसोड यत्तिकै अन्त्य भएको छ। अर्को एपिसोडमा हेर्न बाँकी छ, त्यो छाप्रो बन्छ कि बन्दैन, त्यो छाप्रो किन बनाउन लागेको हो, के कारण होला र महादेवले त्यो घर छोडेर जान्छ कि जाँदैन भन्ने कुरालाई अर्को हप्ता हामीले